सामाजिक अध्ययन भनेको चाहिँ अत्यन्तै जीवनका लागि अत्यन्तै उपयोगी विषय हो र सामाजिक अध्ययनसँगै जीवन उपयोगी शिक्षा पनि हामी यसैसँग आउने हुँदा सामाजिक अध्ययनमा हामीलाई दर्शन शास्त्र, समाजशास्त्र, भूगोल, अर्थशास्त्र, विज्ञान लगायत हरेक किसिमको क्षेत्रको एउटा सङ्गालो भनेको सामाजिक अध्ययन हो। सामाजिक अध्ययनमा जीवन उपयोगी सिप भनेको फेरि हाम्रो सोचाइ, हाम्रो दैनिकी जीवन अन्तर्गत अब समस्या समाधान गर्नुपर्ने हुन्छ, सृजनात्मक रूपमा सोच्नुपर्ने हुन्छ। एउटा सामाजिक अध्ययन पढेको मान्छे र नपढेको मान्छेमा साँच्चीकै फरक हुन्छ। हाम्रो जीवन भनेको के हो भन्दाखेरि समाज हो। मान्छे भनेको जन्मिँदाखेरि एउटा जैविक प्राणी भएर जन्मियो, अनि पछिबाट त्यो हुर्किँदै जाँदाखेरि त्यो समाजमा घुल्दै जान्छ, समाजमा आफ्नो अभिव्यक्तिहरू राख्दै जान्छ। सामाजिक हरेक क्रियाकलाप, यो क्लास भनेको एउटा समाज हो। जस्तै यहाँ म मात्र भयो भने यो क्लास हुन्छ हुँदैन नि, त्यस्तै हो सामाजिक अध्ययन भनेको। हाम्रो गणेश घिमिरे सरले जसरी उहाँको एउटा कदम छ कि उहाँको एउटा यात्रा छ, जुन यात्रामा उहाँले धेरै अनुभव, ज्ञान लगायतका धेरै कुराहरू सिक्नुभयो र उहाँले अत्यन्तै वैज्ञानिक मात्र हुनु हुँदैन, प्र्याक्टिकल पनि हुनुपर्छ भन्ने सिकाइ पनि छ। जस्तै उहाँले पढाएको जो कोहीले पनि बुझ्न सक्छ। जस्तै उहाँले कोहीले झापाको उदाहरण दिनुहुन्छ, कोहीले उहाँको उदाहरण, यसरी इन्टरलिङ्क गरेर सिकाउने क्रममा हामीले गर्दैछ। जस्तै उहाँको एउटा यात्रा छ, जस्तै उहाँले अब नीति नियम, सामाजिक अध्ययन भनेकै त्यही हो कि। जस्तै उहाँको साइन्सको पनि नलेज छ उहाँलाई, अनि पछिबाट भूगोलको पनि नलेज छ उहाँलाई। अब उहाँले चाहिँ साँच्चीकै सामाजिक अध्ययनमा एउटा मात्र क्षेत्रमा एउटा मात्र थोरै ज्ञानले सामाजिक अध्ययन पढाइँदै हुँदैन। त्यही भएर उहाँले अत्यन्तै सही, सरल र सहज तरिकाले हामीलाई सिकाउनु भएको छ र यसका लागि मैले धन्यवाद पनि दिन चाहन्छु। जीवनको रूपमा हेर्नुपर्दा सामाजिक अध्ययनले मलाई साँच्चीकै एउटा सामाजिक प्राणी बनाएको छ र जस्तै अब सामाजिक प्राणीमा मैले सिकेका दर्शनका कुराहरू, अनि पछिबाट समाजको व्यक्तिहरू बिचको सम्बन्धका कुराहरू र समाज र देशको विकासका लागि एउटा सिङ्गल व्यक्तिले मात्र केही गर्न सक्दैन भन्ने कुराहरू लगायत हरेक किसिमको ज्ञान मैले सामाजिक अध्ययनबाट पाएको हुँदा मैले आफ्नो व्यक्तिगत जीवनमा कुनै पनि ठाउँमा कुनै पनि समयमा गएर आफ्ना अभिव्यक्तिहरू दिन सक्छु, कसैलाई बुझाउन सक्छु, अनि पछिबाट आफूमा परिवर्तन ल्याउन सक्छु। म मेरो देशको नेपाली हुनुमा मैले गर्व गर्न सक्छु र यो पनि एउटा सामाजिक अध्ययनले प्रदान गरेको। मैले नीति नियम कानुनको बारेमा बुझ्न सक्छु, अनि पछिबाट हाम्रा कला संस्कृति र संस्कारको संरक्षण गर्न सक्छु, अनि पछिबाट देशको विकासमा आर्थिक समृद्धि र अर्थतन्त्रका विषयहरू कसैलाई बुझाउन र आफूले पनि स्वयं आफ्नो जीवनमा पनि प्रयोग गर्न सक्छु र शिक्षामा रूपान्तरण जस्ता कुराहरू लगायत हरेक क्षेत्रका कुराहरूलाई मैले आफूले नि बुझ्न सक्ने हुँदा ममा निकै परिवर्तन आएको छ। मेरो सोचाइमा पनि परिवर्तन आउँछ। सामाजिक अध्ययन मार्फत मैले सृजनात्मक रूपमा सोच्न सक्छु, समालोचनात्मक तरिकाले सोच्न सक्छु, मैले कुनै पनि विषयको बारेमा निर्णय लिन सक्छु, समस्या समाधान गर्न सक्छु। जीवन भनेको यस्तो भुमरी हो कि जो बोल्यो त्यसले गर्यो। जस्तै बोल्नेको पिठोले गुप्छ, नबोल्नेको चामलले गुप्दैन भने जस्तै बोल्नुपर्छ, गर्नुपर्छ भन्ने अनुभवका साथ अघि बढ्नुपर्छ भन्ने मूल सिद्धान्त नै सामाजिकको एउटा सामाजिक प्रणाली विकास गर्ने मूल सिद्धान्त सामाजिक अध्ययनको भएको कारण म त्यो व्यक्ति बनेको छु। त्यही नै सामाजिक अध्ययनको देन हो मेरा लागि र साँच्चीकै सामाजिक अध्ययन मार्फत ममा निकै परिवर्तन पनि आएको छ।